खोर्सानीसँग टक्क खान लागिरहेछ खाइयो है त अब चाहिँ आफ्नै बारीमा फलेको आम हामीले काटेको घाँस त राइटै परेछ त्यो चाहिँ मस्त कम्प्लिट भइसकेको छ हेलो गाइज वेलकम ब्याक टु माई च्यानल हजुरहरूलाई स्वागत छ मेरो ब्लगमा है पर्दैन हौ म गर्छु नि ल आज चाहिँ दिन चाहिँ बब्बाले भइरहेछ है फेरि घाम चाहिँ लागिरहेछ फेरि दिउँसो पानी पर्ने हो कि पानी परेछ 3 दिन जस्तो भइसक्यो पानी पर्न त बन्दै हुँदैन यार हाम्रो यहाँ छ एउटा हाम्रो प्रोजेक्ट कम्प्लिट भइसक्यो है के प्रोजेक्ट भन्नुहुन्छ भने टक्क बाख्राखोर बनाउने प्रोजेक्ट थियो होइन त्यो चाहिँ मस्त कम्प्लिट भइसकेको छ कम्प्लिट भएर पनि यहाँ बाख्रा लिएर पनि राखिसकियो आज बिहान अहिले भर्खरै बाख्रा चाहिँ ल्याइयो यो खोज चाहिँ हिजो कम्प्लिट गरिदियो अन्त आज चाहिँ टक्क बाख्रा लिएर यहाँ हालिसक्यो काम पनि केही छैन जस्तो लाग्दैछ मलाई आज चाहिँ यसो सम्झिँदै जाँदाखेरि अलैँचीको बिरुवा निकाल्नु पर्नेछ तल रोप्नुको लागि अब निकाल्न आउँदैन मम्मीले निकाल्नुहुन्छ होला रोप्नलाई चाहिँ जानुपर्छ आज अलैँचीको यो निकाल्नु है त बिरुवा भोलि नभए पर्सितिर म विश्वलाई भन्छु अन्त रोप्नुपर्छ बानुवामा रोप्नुपर्छ पहिले बानुवामा त्यसपछि टोपैतिर ओइ आजको चाहिँ कामै केही छैन होइन यहाँ निङ्गो छ इस्कुसको मुन्टा के छ हो यहाँ निङ्गो इस्कुसको मुन्टाहरू रहेछ यही केलाउने बस्ने बिहानको चाहिँ अब बिहानको तरकारी प्योर लोकल हजुर निम्रो तिरेछ अन्त के काम थियो कि माइजू मम्मीलाई खुर्सानी खुर्सानी आउनु हो कहिले अहिले किन भएको के थियो तोरी पेल्न नानीहरूलाई खस्ने हुन्छ कि भन्नु जाने अघि नै ठिक्क भएको सम्मलामा पर्ने एकछिनमा आउनुहुन्छ होला हौ एकछिन घाँसमा जानु भएको छ बाख्राले हजुर ल साथीहरू पनि ल्याउँछौ भने माथि बेच्ने छ खै लिन्छ होला कि मम्मीलाई नै भन्नुपर्छ त चाहिँ एउटा यो चाहिँ चाहिन्छ नै कसकोमा छ बाख्रा बेच्ने काट्ने रक पनि उसको बक्रा खेलाउँछौ मलाई खेलाउँदैन त बक्रा त ऊ त्यस्तोहरू त उकाउँदैन त उकाउनुहुन्न हो त बाहिरको भुत्ला चाहिँ फालिदिन्छु अनि ऊ यस्तो त केलाउनु नि भाइ म त केलाउँछु हो त्यसो गरेर खान्छु यतिकै छिटो पनि भयो नि त के थियो हो त्यसो गर्दा सबै उक्काइरहँदो रहेछ फर्सीको मन्डा जस्तो अनि बुढो बाख्रो ढिलो छ बिहा छ साकारले बिहा खोलेको हुनुपर्छ फेरि पनि ब्याउने छ खोलेको है खोले चाहिँ बिहान बेलुकै खानुपर्छ कहाँ फेरि पनि ब्याउने छ ब्याउने भएछ हो र ब्याउने भएछ पोहोर पनि मैले लगाइदिएको बाख्रो मेरो
तँलाई मेरो बहिनीको भने खाँदैछस् राम्ररी खाल मजाले म धारा जाने हो धारा पानी ल्याउनलाई जानु पर्यो पानी चाहिँ भरिसकेको छ है ल्याइसकेको त त्यो बोकेर म छ केटाको बिउ पाएर रहेछ यो चाहिँ छैन गर्मी चाहिँ लास्टै भएर क्या पौडी खेल्न नजाउँ होला यार हो 500 बनाइसकेको छैन हौ अब एकैचोटि 500 बनाइसकेर जानुपर्छ 500 बनाइसकेर जाने हो जाल बनाइसकेर अलिक पछिबाट बनाइसकेपछि के आउँदो होला र कसैले के दामी खोर्सानी देखाउँछु ल आज चाहिँ यहाँ छ क्या दामी खोर्सानीको ज्याम पनि खोर्सानी पनि मस्त पो छ त्यो त यतातिर खोर्सानी मस्त फलिरहेछ नस्पति धेरै छ यसपालि यार कसरी खाइसक्नु भइरहेछ सिमी यहाँ छ सिमी पनि खानुपर्ने टिपिरहेछ हिजो टिपेको मात्रै भएर छ अक्कबरे खोर्सानीहरू त थोरै छैन त यहाँ त लास्टै हो त अक्कबरे खोर्सानी त यसपालि त टन्नै फलेछ यहाँ बैगुन त्यहाँमाथि आरु जानु पर्यो पाकिसकेको रहेछ फुलकै मस्त आरु खानु पर्यो आरु खाएर कामे कता कता छ र जान यस्तो छ अम्मा के हो यार यो त गिल्लो न गिल्लो छ त यता घरतिर के हो यो किराले खाएको हो कि यहाँ त छैन रहेछ यार यहाँनिर रहेछ यता रहेछ नि त आरु त तर कस्तो छ है पाकेको चाहिँ छ कि छैन हो पाकेको छ यार ओए कहाँ छ ओए आरु
भन्छ खाएन सुन्नु गर्छ त गाधा भक्क त्यो गा के यार एकैछिन पानी पर्छ जस्तो हुन्छ एकैछिन घाम लाग्छ मौसम त डेन्जर पो भइरहेछ त अहिले त किन चलेको अलिक मजाले यो गरेर बस धेरै नचल पानी जोड्न जाने भने खै यसो गर त यता भन्नु त्यहाँ रहेछ क्या हो भने मासु निगिन गरेर खुवाउनु केको पानी पर्नु टलपुर घाम लागिदिरहेछ अझै लाग्यो पानी पर्न लागिरहेछ बाहिरलाई घाँस काट्नु पर्यो बारीतिर यसो घाँस छ कि छैन भनेर हेर्नलाई पो गइदिएछ डोको मम्मीले लगेर जानुभएछ अङ्गालोमा ल्याउनु पर्ने पनि अङ्गालोमा हालेर मस्त यति भाइ पुग्छ यसले सोर्या हुन्छ नि हामीले काटेर ल्याएको घाँस त राइटै परेछ बाहिर त खाँदो रहेछ खाँदैन होला लिएर आएको पानी त खतरा आयो यहाँ ठुलो आयो त पानी त त्यताबाट त यहाँ पारीसम्म आइसकेको छ पानी त यहाँ छिटै यता आउँदैन तर यो पानी हेर्नु है आज चाहिँ हाम्रो चाहिँ टक्कसँगले होइन चाहिँ आफूलाई चाहिँ काटेर खोर्सानीसँग टक्क खान लागिरहेछौँ यस्तरी हाल्नुपर्छ क्या आँप काट्नमा लागिरहेको छ भान्जाहरू दुईजना फेरि खानुपर्छ यो काटेन नि त बिस्तारै त्यहाँ छ खाऊ यो खाइसकेर फेरि गएर दुईटा पखे फ्राई गरेर न्याम न्याम खाने गाइज आज चाहिँ रमाइलो भयो हुँदैछ है छैन हामीलाई आफूले आज गाइज
आफ्नो आफ्नो खाइयो है त अब चाहिँ आफ्नै बारीमा फलेको आँप खान मन लाग्यो फेरि खाने हो फेरि खाने हो अब फेरि ल्याउने हिँडेको छु गाइज ल्याउनलाई रेडी धन्यवाद छ हजुरहरूलाई फुल भिडियो वाच गरिदिनु भयो रुखको टुप्पो चढेर चाहिने आजको लागि चाहिँ नि यति चढेर फेरि भोलि अर्को नयाँ भिडियोसँग हजुरहरूको लागि उपस्थित हुनेछु म